दर्शकवृन्दहरु नमस्कार। रिपोर्टिङ नेपालमा यहाँहरूलाई स्वागत छ। सत्य सूचना र निष्पक्ष समाचारको लागि रिपोर्टिङ नेपाल फेसबुक पेज, वेबसाइट र YMTV नेपाल युट्युब च्यानलमा जोडिनुहोला। दर्शकवृन्दहरु, आज हामीले बर्दिया जिल्लाको जल्दो बल्दो समस्या उजागर गर्न गइरहेका छौं। यो बर्दिया जिल्लाको समस्या हो। यो 12 बर्दिया नगरपालिका वडा नम्बर 3 बेलवा बज्जामा रहेको कालिका सामुदायिक वनको समस्या हो र यो मर्मको कथा हो कालिका सामुदायिक वनका उपभोक्ताहरूको र यो पीडा हो बर्दिया जिल्लाको हरेक वन समितिका उपभोक्ताहरूको, जहाँ प्रश्न केवल काठको दरको होइन, कानुन चल्ने कि आदेश भन्ने हो। सामुदायिक वन भनेको उपभोक्ताको लागि बनाइएको संरचना हो। कानुन भन्छ काठको मूल्य निर्धारण उपभोक्ताले गर्न सक्नेछन् र बाह्य खपत भन्दा सस्तो हुनुपर्छ। तर 12 बर्दिया नगरपालिका वडा नम्बर 3 अन्तर्गतको कालिका सामुदायिक वनमा यो कानुनी मर्म व्यवहारमा देखिँदैन। आन्तरिक खपत र बाह्य बिक्री दुवैको दर एउटै राखिएको छ। उपभोक्ता आफ्नै वनको काठ बजार सरह मूल्यमा किन्न बाध्य छन्। जब हामीले उपभोक्तालाई प्रश्न सोध्यौं, यो दर कसले तोक्यो, उपभोक्ताले कि सरकारले? उपभोक्ताको जवाब थियो माथिबाटै तोकिन्छ रे। यो सुन्नुहोस् उपभोक्ताको जवाब। यहाँ उपस्थित वनको उपभोक्ता हुनुहुन्छ तपाईहरु सबै? सुन्नु न, मूल्य निर्धारण जो तपाईहरुले काठ खरिद गर्नुहुन्छ नि, त्यति बेला आफ्नो मनपरी हुन्छ यो तोकाई रेट चाहिँ समितिले तोक्छ। तपाईहरुले कुनै हेराको प्रहर के बा तपाईहरुसँग सल्लाह हुँदैन? यो जवाब आफैमा धेरै कुरा भन्छ, किनभने उपभोक्ताले निर्णय गरेको होइन, साधारण सभाको चर्चा छैन, जिम्मेवारी माथि सारिएको छ, अधिकार तल होइन माथि केन्द्रित भएको संकेत हो। यो कोले भन्छ? त्यो कोले भन्छ भन्नु त हो यो भन्नेको। हजुर सर, एकचोटि खोइ यहाँ वडा सदस्य पनि हुन्छ, जिम्मेवार व्यक्ति होइन, कोषाध्यक्ष पनि हुनुहुन्छ। सरले एकचोटि वनमा फोन गरिदिनु पर्यो। मेरो अगाडि यो निर्णय कसले गराउँछ अहिले वनले भनिरहँदा फेरि खोइ अहिले भर्खर खोइ वडा सदस्यज्यू खोइ यहाँ वनको अध्यक्ष को हुनुहुन्छ? सर हजुरको परिचय भन्नु तपाईँलाई। मेरो रामकृष्ण थारू। हजुर 12 बजे 3 बेला बज्छ कालिका सभाको अध्यक्ष। सर एकचोटि फोन गर्नुहोस् त। यो तपाईँ सरले पनि भन्नुभयो होइन, के भन्नुभयो भने यो रेट निर्धारण भनेको वनले डिभिजनले गर्छ होइन, त्यो कुरा चाहिँ के आधारमा गर्छ उसले होइन, त्यो कुरा एकचोटि फोन लगाइदिनु त सुन्नु होइन मिडियाको अगाडि। यहाँ उपभोक्ताले यत्रो उपभोक्ताले गरेको निर्णय किन मान्ने हुँदैन? यसै विषयमा बबई सब डिभिजन वन कार्यालय 12 बर्दियामा कार्यरत वरिष्ठ वन अधिकृत परशुराम चौधरीलाई हामीले प्रश्न गर्यौं। सुन्नुहोस् उनको भनाई। नमस्कार। नमस्कार सर, हमरे अब मीडिया के सामने बाटी है नहीं? कहाँ? मीडिया के सामने अब हमारे यहाँ मीडिया बाटी है नहीं? अनि जौन अपने होकन के जौन जिल्ला दर रेट अब काठो के मूल्य टोकले बनी त उपभोक्ताको लागि त्यो कसको अधिकार हो? उपभोक्ता के लागि है नहीं? ओका लाग माने का कैसे के टोकले बा कह के एक चोट बता दी हूँ। सर सर नमस्कार। नमस्कार सर, यो मूल्य तोक्ने अधिकार उपभोक्ता समितिलाई हुन्छ कि हजुरहरूलाई हुन्छ, के हुन्छ यो बारे यहाँ बुझ्नु भएन छ, त्यो बारेमा यसो जानकारी लिउँ भनेर हजुरसँग। म अहिले उसमै छु सर, क्यामेरामै छु। अहिलेको मूल्य तपाईँहरूको सरकारी दर रेटमा प्रदेश सरकारले तपाईँको 20% ट्याक्स लगाउँछ खपतको। हो पहिला 10% दिन्थ्यो, अहिले 5% बुझाउनु पर्छ। सरकारी दर रेट अनुसार आन्तरिक खपत हुन्छ। भन्नु त यो निर्धारण कसले गर्छ? निर्धारण उपभोक्ता समितिलाई हुन्छ कि त्यो निर्धारण गर्ने अधिकार कसलाई हुन्छ? त्यो त सरकारी दर रेटमा भनेपछि त सरकारले त्यो तोकेछ त्यसमा हुने हो। ए त्यो त फेरि छैन त सर। हाम्रो यो अहिलेको तपाईँको नियमावलीमा आइसकेपछि त्यसपछि प्रदेशले कर लाउने भएपछि सरकारी दर रेटमा लाउने भयो। सरकारी दर रेटमा लाउँदाखेरि सरकारी दर रेट नै उपभोक्ताको मूल्य कायम भएको हो। त्यही त तोक्ने अधिकार, कति पनि रकम आन्तरिक खपतको लागि तोक्ने अधिकार भनेको उपभोक्ताको मिटिङले निर्णय गर्छ भनेर स्पष्ट लेखेको छ नि त, त्यो भएर
अब यस्तो छ प्रदेश सरकारले पहिला कर लगाउँथेन त्यो बेला उपभोक्ता अनुसार गाउँ फरक हुन्छ दरहरू अँ अहिले चाहिँ सबै ठाउँमा जात अनुसार दर सरकारी दर अनुसार हुन्छ ए त्यही त यो बारेमा मैले स्पष्ट हुन खोजेको मात्रै हो। त्यसो उपभोक्ताले तोक्न पाउँदैन भन्दै हुनुहुन्छ, तपाईँ के भन्नुहुन्छ? अब सरकारी प्रदेश सरकारले कर लाउन थालेपछि त सरकारी दर घटिसकेको सरकारी दर नै नै सरकारले कर लाउनु त जति खपत भयो नि त्यसको बिक्रीको कर लाउने होला नि त, कति पर्सेन्ट हो? होइन होइन हामीले खपतमै 10% कर हो। त्यही त जति मूल्य छ नि त्यसको 10% भनिरहेको छ। सरकारी दरको लगाएपछि सरकारी दर नै हो। अनि सरकारी दर चाहिँ कति तोकेको छ सर? 5% के राख्छ नै सरकारी दर रेट कति तोकेको छ? काठ यतिमा उपभोक्ताले लिन पाउने भनेर कहाँ कुन उसमा जिल्लामा तोकिएको छ? त्यो त हेर्नुपर्छ तब अब म बाटोमा छु अलिक फोन गरेर कसरी ए हुन्छ, हेरेर मलाई जानकारी गराउनु सर, मैले यहाँ हेरिरहेको छु। हस् सुनिहाल्नुभयो, यो भनाइ सार्वजनिक रूपमा वरिष्ठ वन अधिकृत परशुराम चौधरीको दाबी हो। अब प्रश्न स्वाभाविक रूपमा उठ्छ, दर माथिबाट तोकियो कि तलबाट? प्रदेशले गर्यो कि जिल्ला वनका कर्मचारीले? कानून के भन्छ? वन ऐन र सामुदायिक वन निर्देशिका अनुसार दर निर्धारण गर्ने अधिकार सामुदायिक वन उपभोक्ता समूहको साधारण सभामा छ भने वन कर्मचारीको भूमिका प्राविधिक सल्लाह र निगरानी मात्र हो। तर यहाँ साधारण सभा औपचारिक देखिन्छ, निर्णय कर्मचारीबाट निर्देशित छ, कानून कागजमा सीमित भएको आभास हुन्छ। उपभोक्ताको कानूनी अधिकार वन कर्मचारी र वन उपभोक्ता समितिका पदाधिकारीको मिलेमतो र सेटिङमा दबिएको देखिन्छ। हेर्नुहोस्, दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड 2081 ले मूल्य निर्धारण बारे के भन्छ? यसमा स्पष्ट लेखिएको छ, सामुदायिक वनका उपभोक्ताहरूलाई वन पैदावार बिक्री वितरणको सहुलियत दर निर्धारण गर्दा न्यायोचित रूपमा सार्वजनिक सुनुवाई सहित पारदर्शिता अपनाई साधारण सभाबाट निर्णय गरिएको हुनेछ र साधारण सभाको निर्णय पुस्तिका नै प्रमाणको आधार हुनेछ। तर यो नियम उल्लङ्घन गर्न केन्द्र र प्रदेश मन्त्रालय र कर्मचारीको सेटिङमा हुने शंका आम उपभोक्ताले गरेका छन् र शंका गर्ने आधार यस अर्थमा बनेको छ कि विगतदेखि यसरी कानून मिच्दा पनि कानून बनाउनेहरू नै किन मौन? यो प्रकरणलाई अझ संवेदनशील बनाउने तथ्य त अर्को छ। 12 बर्दिया नगरपालिका वडा नम्बर 3 का वडा सदस्य दशुराम थारू कालिका सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष हुन्। स्थानीय तह सम्बन्धी कानून र जनप्रतिनिधिको आचार संहिता अनुसार निर्वाचित जनप्रतिनिधि यस्ता संस्थामा आर्थिक निर्णयसँग जोडिएको पदमा बस्दा इन्ट्रेस्ट अफ कन्फ्लिक्ट अथवा हितको द्वन्द्वको अवस्था सिर्जना हुन्छ। तर यहाँ दशुरामबाट चित्त बुझ्दो न स्पष्टीकरण आएको छ, न आपत्ति, न सार्वजनिक धारणा। मौनता र आलटालवाला जवाफ नै प्रश्न बनेको छ। जनप्रतिनिधि जस्तो व्यक्तिमाथि यति धेरै प्रश्न खडा हुँदा पनि गिद्धले सिनो ढुकेर बसेको जस्तो किन लाज पचाएर बसेका छन् दशुराम चौधरी? कुरा क्लियर छ, किनभने एउटा वडाको भन्दा बढी रकमको खेलोमेलो हुन्छ वन समितिमा। अहिले पनि केही दिन अगाडि सुनाएको सार्वजनिक सुनाई अनुसार करिब 1,25,00,000 रकम एकै वर्षमा सकिसकेका छन्, तर काम केही देखिँदैन। यो प्रकरणमा अर्को गम्भीर आरोप पनि उठेको छ। स्थानीय स्तरमै चर्चा छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि यस्ता विषयमा गहिरो छानबिन हुँदैन। यदि यो सही हो भने यो केवल एउटा वनको समस्या होइन, यो जवाबदेही हुनुपर्ने प्रणाली माथिकै प्रश्न हो। हामीले बिल भरपाईको फोटोकपी उपलब्ध गराउन भन्दा वडा सदस्य तथा सामुदायिक वन उपभोक्ता समितिकै कोषाध्यक्ष दशुराम थारू आफै भन्छन्, मुद्दा परेर अख्तियार आयो, अलिअलि पाना पल्टायो गयो, केही पनि हामीले फोटोकपी दिनु परेन। पत्रकारलाई किन दिने बिल भरपाईको फोटोकपी? कस्तो गैर जिम्मेवारीपूर्ण उनको जवाब। के अलिअलि पाना पल्टाएर अनुसन्धान वास्तविक गहिराईसम्म पुग्ला? हामी पत्रकारबाट त्यो सम्भव छैन। बाँकी जवाब अनियमितता सम्बन्धी छानबिन गर्ने सम्बन्धित निकायले नै जानोस्। स्थानीय उपभोक्ताहरू भन्छन्, बोल्न डर लाग्छ, उजुरी दिए पनि केही हुँदैन भन्ने विश्वास छ। किन यस्तो भावना? किनकि यहाँ नियम भन्दा शक्तिशाली सम्बन्ध र सेटिङ देखिन्छ। जब रेटको बारेमा उपभोक्ता भन्छ माथिबाटै तोकिन्छ, कर्मचारी भन्छ सरकारले तोक्छ, तर कानून भन्छ मूल्य तोक्ने अधिकार उपभोक्तालाई नै छ, तब प्रश्न डरको होइन जवाबदेहिताको हुन्छ। अब प्रश्न खुल्ला छ, दर कसले तोक्छ? कानून, सरकार कि आदेश?
जब कानुन मौन हुन्छ, जनप्रतिनिधि कोषाध्यक्ष भएकै कारण चुप लाग्छन् र कर्मचारीले आदेश चलाउँछन्, त्यति बेला वन मात्र होइन लोकतन्त्र पनि काटिन्छ। अब प्रश्न यही हो, सामुदायिक वनमा सेटिङ चल्ने कि कानुन? उपभोक्ताले जवाब माग्दैछन्, सम्बन्धित निकायले यसको जवाब दियोस्। दर्शक वृन्दहरू, यही वन समितिले केही दिन अगाडि सुनाएको सार्वजनिक सुनवाईमा चित्त नबुझेर फेसबुकमा एउटा स्ट्याटस लेखेकै आधारमा एक उपभोक्तालाई सामाजिक सञ्जालमा लेखेकै आधारमा कारबाही गर्न तम्सिएको बारे रिपोर्टिङ हामीले फेरि लिएर आउँदैछौँ। त्यति बेलासम्मको लागि हामी बिदा चाहन्छौँ। सत्य सूचना र निष्पक्ष समाचारको लागि फेसबुक पेज रिपोर्टिङ नेपाल, हाम्रो न्युज वेबसाइट reportingnepal.com र युट्युब च्यानल YM TV नेपालमा जोडिनुहोला। धन्यवाद।